कुलभाइको तर्फबाट नमस्कार छ है सबैलाई ढोक्छ पश्चिम डाँडा छ लभ छ सबैलाई माया छ अनि अब भनौँ न अब जेन्जी साइडहरूप्रति हाम्रो आज जुन प्रोग्राम क्रियाशील पनि राखिरहेको थियो मेरो तर्फबाट पनि भावपूर्ण श्रद्धाञ्जली चाहिँ सबैमा छ है एन्ड यत्रो धेरै मान्छे देख्दाखेरि त म त अलि नर्भस टाइपको फिल हुँदो रहेछ तर त्यही पनि सबैजना आइदिनु भयो यस्तो राम्रो कार्यक्रममा मलाई बोलाइदिनु भएकोमा हाम्रो केवाइसी टिम सबैजनालाई एकदम धन्यवाद भन्न चाहन्छु अहिले खिचिराख्नु भएको हाम्रो क्यामेरा क्रुदेखि लिएर सबै हाम्रो होस्टदेखि लिएर सबैजना साउन्डमा बस्नुभएको दाजुहरू सबैलाई एकदम साउट आउट छ मेरो साइडबाट है अनि अब धेरै टाइम त के लिनु होइन धेरै टाइम त अब मेरो स्ट्रगलको स्टोरी त्यस्तो अब सुनाम भनेपछि बेलुकै हुन्छ त्यही हो मैले कन्टेन्ट क्रिएसन गर्न थालेको म त अब सुदूरको कुना उता महेन्द्रनगरभन्दा पनि तल्लो साइड पुनर्वास भन्ने ठाउँबाट आएर प्रेजेन्ट गर्छ भन्छ नि उता सुदूर पुगिसकेपछि कालीको काखबाट आएको छोरो भन्छ नि है अनि अब 5 वर्ष दिइसकेँ मैले यो कन्टेन्ट क्रिएसनको क्षेत्रमा टिकटकको क्षेत्रमा युट्युब क्षेत्रमा सब कुरा ट्राई गरेँ लाइफमा सबै गरेँ अनि अब सबै कुरामा म टेस्ट दिँदै गएँ यताउति गर्दै गरेँ मेरो एकजना दाजी हुनुहुन्थ्यो दाई हुनुहुन्थ्यो दाई चाहिँ एउटा कहानी नै भनौँ है दाई चाहिँ हुनुहुन्थ्यो दाई बेडमा बिरामी हुनुहुन्थ्यो है केही पनि नखाने चाँड रक्सी चुरोट केही पनि नखाने मान्छे 81 बिरामी हुनु हो बिरामी भएर चाहिँ मलाई भन्नुभयो भाइ राजा बेलामै डाँडा काँडा पहाड सहाड चढिहाल्नु पर्ने रहेछ आफ्नो लाइफको सब कुराहरू हेरिहाल्नु पर्ने रहेछ भाइ राजा मनमा लागेको कुराहरू सब कुरा गरिहाल्नु पर्ने रहेछ नत्र पछि रिग्रेट्स हुँदो रहेछ बेडमा सुतिरहेको बेलामा पछि थाहा भयो कि भाइ त्यति बेला मैले गरे भए बवाल हुन्थ्यो होला यार भन्नुहुन्थ्यो कि त्यही कुरा नै सोचेर म अगाडि बढिरहेको छु आफ्नो लाइफलाई म आजको आज नै जिन्छु म हिजोको बारेमा सोचेर आजको दिन म वेस्ट गर्दैन भोलिको बारेमा बरु सोच्छु है एन्ड सबजनालाई केटाहरू हो कि जति पनि जना स्ट्रगल गरिरहनु भएको छ जति पनि जना यो फिल्डमा अब सोसियल मिडियाकै कुरा गरौँ है सोसियल मिडियाको फिल्डमा जति पनि जना लागिराख्नु भएको छ सबैलाई बेस्ट विशेष अहिलेको सिचुएसन के छ भन्दाखेरि सबैजना यङ्स्टरहरू चाँडै सक्सेस खोज्ने चाँडै आजको भोलि नै म आज भिडियो पोस्ट गर्छु भोलि बवाल हुन्छ डेन्जर हुन्छु म भनेर हुँदैन म खुद अब 5 वर्ष हुन थाल्यो 5 वर्षमा बल्ल अलिकति मेरो रङ देखिन लागेको छ है त्यही त अब त्यसमा चाहिँ पेसेन्स देखाउनु होला होइन अहिलेको यङ्स्टर्सहरूमा अलिकति पेसेन्स छैन बी पेसेन्स सब कुरा आउँछ सब कुरा सब चिज आएगा भाइ सब चिज आएगा हुन्छ नि सबै कुरा आउँछ टाइमलाई युटिलाइज गर्नुहोस् पढिराख्नु भएको छ बाहिर अस्ट्रेलिया ट्राई गरिराख्नु भयो होला बाहिर कन्ट्रीहरू ट्राई गरिराख्नु भयो होला है सबैजनाले म पनि ट्राई गरेर बसेको मान्छे हो सब कुरा ट्राई गरेँ भने नि मैले आर्मी पनि ट्राई गरेँ सेकेन्ड लेफ्टिनेन्टमा हाल्नु खोजेँ तर भएन है फेरि त्यसपछि ट्याटु खोपेर अब त्यो आर्मीको सपना पनि सकियो लास्टमा हुन लेखेको रहेछ कन्टेन्ट क्रिएसन यताउति अब त्यही बाटो चुज गरेर त्यही बाटोमा लाग्दा अब म एक्टिङमा पनि छिरेँ है योभन्दा अगाडिको फिल्म होस्टेल 3 ले पनि राम्रो गऱ्यो अब मेरो बेहुली हुन आउँदैछ अनि म धन्यवाद भन्न चाहन्छु म मेरो आमालाई मेरो मम्मीलाई मेरो दिजूलाई मेरो परिवार अनि मसँग हुने सम्पूर्ण साथीहरूलाई जति पनि जना आफ्नो सर्कल राम्रो छैन भने आफू पनि राम्रो भइदैन आफ्नो साथी सङ्गतहरू दामी बनाउनु होला केटाहरू जहिले पनि आफ्नो साथीहरूलाई अपलिफ्ट गर्ने आफ्नो साथीले आज भ्लग हालेको छ भने भ्लग हेरिदिने अर्काको अमेरिकाको केटाको सेयर गरेर आउँछ तिमीहरू कन्टेन्ट होइन आफ्नो साथीको सेयर गरिदिने यताउति गर्ने आफ्नोले सपोर्ट गर्नुपर्छ राजाहरूमा लभ छ सबलाई माया छ एन्ड द्याट वाज माई टाइम त्यही नै हो है मेरो सक्सेसको स्टोरी त्यस्तो केही त छैन सक्सेस भनौँ न अब त्यस्तो सुनाउन अझै पनि बाँकी छ म त भर्खरको युथै हो हजुरहरू जस्तै अझै मैले गर्न धेरै नै बाँकी छ अझै आगामी युथ कन्क्लेभरमा पनि भेटौँला त्यति बेला म सक्सेस थप्दै जान्छु त्यति बेला म हजुरहरूलाई पनि दामी ठाउँमा देख्न पाऊँ त्यति बेला अर्को युथ कन्क्लेभमा पनि हजुरहरूलाई बवाल भएर देख्न पाऊँ थ्याङ्क यू सो मच यु गाइज आर डुइङ ग्रेट ओके अनि कुरा आयो अब जबरजस्ती तानेर मलाई मेरो दाईहरू छन् होइन साथीहरू छन् ऱ्याप स्याप गर्ने गीत सित गाउने यता साथीहरू छन् भाइहरू छन् जबरजस्ती गाएर जबरजस्ती तानेर मलाई गीत सित पनि गाउन लगाइदिए
त्यसैले एकैछिन म पर्फर्मेन्स पनि दिन चाहन्छु है अलिकति अलिकति फेरि मोटिभेसन मात्रै भयो जस्तो छ। म फेरि मोटिभेसन दिन सक्ने मान्छे होइन। त्यो भेटेर बेलामा अहिले आउँदैन कि राति भएपछि आउँछ मोटिभेसन सबैलाई माया छ है। सबैको आमा बुवा सबैको दाजुभाइ दिदीबहिनीहरू सबैलाई सुस्वास्थ्यको कामना गर्न चाहन्छु। सबै राम्रोसँग बस्नुहोला है। युवा भनेको नै बायो हो भनेर भन्थे एकजना दाइले, अहिले दाइ पनि नेता हुनुभएको छ है। युवा भनेको बायो हो, युवालाई चलाउनु हुँदैन नत्र बायो बनेर उडाइदिन्छ सबलाई। राजाहरू ओके, म एकछिन मेरो भाइराज छ डबल एक्सएल सन्तोष बम भन्ने भाइ छ, उसलाई पनि इन्ट्रोड्युस गर्न चाहन्छु। ओके, एन्ड हजुरहरूको लागि सानो पर्फर्मेन्स के गरेको छौँ हामीहरूले। लेट्स गो है, त्यतिखेर इन्जोय गर्नु होला है। थ्याङ्क यू सो मच, थ्याङ्क यू।